हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। बुक एन्ड लाइफ अफ जीजी युट्युब च्यानलको अर्को विशेष श्रृङ्खलामा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। तपाईहरु कस्तो हुनुहुन्छ? आशा छ राम्रै हुनुहुन्छ होला, राम्रो गर्दै हुनुहुन्छ होला। आजको श्रृङ्खलामा मैले तपाईहरुलाई पुस्तक किन पढ्नुपर्छ, पुस्तक पढ्नु किन महत्त्वपूर्ण हो भन्ने विषयमा केही कुरा भन्न गइरहेको छु। धेरै साथीहरूले भन्नुहुन्छ किताब पढ्न त मन लाग्छ तर किताब किन पढ्ने भन्ने थाहा नभएर त्यो पढ्ने एक खालको हुटुहुटी नै आउँदैन, पढ्ने मोटिभेसन नै मिल्दैन। पढ्न सुरु त गर्छु तर सकाउनै धौधौ हुन्छ। धेरैजना साथीहरूले यस्तै भनिरहनु भएको हुन्छ। तसर्थ आज चाहिँ मैले तपाईहरुलाई किताब पढ्न किन महत्त्वपूर्ण छ भन्ने विषयमा मेरा अनुभव बाहेक विभिन्न अध्ययन अनुसन्धान र खोजमूलक र विभिन्न व्यक्तिहरूको अनुभवबाट केही जिस्ट निकालेको छु। म त्यो कुरा तपाईहरुलाई आज यस भिडियोमा सुनाउँछु। भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला र कस्तो लाग्छ कमेन्ट गर्न नबिर्सनु होला। सबैभन्दा पहिला चाहिँ शरीरको लागि हामी जसरी व्यायाम गर्छौं, एक्सरसाइजहरु गर्छौं, कोही जिम जानुहुन्छ होला, कोहीले योगा गर्नुहुन्छ होला, कोहीले जुम्बा गर्नुहुन्छ होला। शरीरको लागि एक्सरसाइज जति महत्त्वपूर्ण छ, मस्तिष्कको लागि पढ्नु भनेको त्यति नै महत्त्वपूर्ण हुन्छ। भनिन्छ नि, रिडिङ इज टु माइन्ड एन्ड एक्सरसाइज इज टु बडी। यसर्थ हामीले पढ्नु भनेको हाम्रो मस्तिष्कको नै एउटा ब्रेनको पावर नै बढाउनु पनि हो। त्यसैगरी जतिजनी मान्छेहरू सफल छन्, इलन मस्कदेखि मार्क जुकरबर्गसम्म, उहाँहरू सबैजनाले चाहिँ आफ्नो अहिलेसम्म पनि किताब पढ्ने बानी चाहिँ सधैँ छ। महिनामा कहिले एक दुईटा र त्योभन्दा पनि बढी किताबहरू चाहिँ यति व्यस्त जीवनशैलीबाट पनि निकाल्नुहुन्छ। त्यो भनेको किताब पढ्नले नै उहाँहरूको अन्य कामको लागि पनि एउटा कल्पना शक्ति, त्यो इमेजिनेसन पनि किताबले नै बढाउने गर्दछ। अर्को भनेको उमेर सँगसँगै हाम्रो मस्तिष्कमा हामी बाल्य अवस्थामा जति हाम्रो मस्तिष्क तेजिलो हुन्छ, बिस्तारै उमेर बढ्दै गइसकेपछि हाम्रो मस्तिष्कको एउटा ब्रेन पावर पनि कम हुँदै जान्छ। त्यसर्थ मस्तिष्कको एक्सरसाइज, मैले अघि पनि भने, मस्तिष्कको एक्सरसाइज भनेकै हामीले पढ्नु हो। तसर्थ ब्रेनको पावर बढाउनको लागि पनि रिडिङ कल्चरले एकदमै धेरै सहयोग पुर्याइरहेको हुन्छ र हामीले पढ्ने बानी विकास गर्नाले हाम्रो कन्सन्ट्रेसन बढ्छ। कन्सन्ट्रेसन बढ्नु भनेको हामी एउटा इन्टेलिजेन्ट, अहिलेको जमानामा यो समय भनेको जसको धेरै कन्सन्ट्रेसन छ उसले नै जीवनमा प्रगति गर्ने हो। हामी विभिन्न सामाजिक सञ्जालहरूको लत छ, हामीमा धेरै कुराहरू गर्नको लागि मन लाग्छ तर त्यो कन्सन्ट्रेट भएर चाहिँ हामीले केही पनि काम गर्न सकिरहेका हुँदैनौँ। अहिलेको यो प्रविधिको युगले हामीलाई हाम्रो कन्सन्ट्रेसन पावर एकदमै घटाइरहेको छ। यसर्थ यदि तपाईँ रिडिङ गर्नुहुन्छ, एउटा पुस्तकमा हराउनुहुन्छ, केही समयको लागि 2 घण्टा 3 घण्टा 4 घण्टा हराउनुहुन्छ, पात्रहरूसँग हराउनुहुन्छ भने तपाईको कन्सन्ट्रेसन अन्य काम गर्दाखेरि पनि कन्सन्ट्रेसन, सोशल मिडिया सेकेन्डमा सोशल मिडिया चेन्ज गर्नु र घन्टौँसम्म एउटा किताब पढ्नु भनेको चाहिँ तपाईको कन्सन्ट्रेसन, आफ्नो कन्सन्ट्रेसन पावर कति छ त भनेर चेक गर्नको लागि पनि तपाईले अहिलेको समयमा किताब पढ्नै पर्ने हुन्छ। त्यसैगरी तपाईँ किताब पढ्न थाल्नुहुन्छ भने तपाईको नलेज पनि बढ्छ, तपाईको एनालाइटिकल स्किल बढ्छ, अरूले के सोच्दैछ, अरूको जीवनको पर्सपेक्टिभ हेरेर तपाईले अरूको जीवनलाई पनि मूल्याङ्कन गर्न सक्नुहुन्छ। यसले गर्दा अरूको नजरबाट विश्लेषण गर्ने एनालाइटिकल थिङ्किङ बढ्यो भने चाहिँ तपाईको आफ्नो व्यक्तिगत जीवन पनि एकदमै सहज हुँदै जान्छ। त्यसैगरी अब हामी सबैलाई थाहा छ, तपाईले पढ्न थाल्नुभयो, तपाईको भोक्याब पनि राम्रो हुन्छ, तपाईको गुड कम्युनिकेसन स्किल हुन्छ, तपाई रचनात्मक सृजनात्मक बन्न थाल्नुहुन्छ। जे गरियो जेमा हामीले आफ्नो समय दिन्छौँ हामी त्यस्तै नै त हुने हो। जस्तो तपाईले सृजनात्मक बन्न सक्नुहुन्छ, रचनात्मक कामहरू गर्न विभिन्न किसिमका आइडियाहरू आउन थाल्छ। आफ्नै काममा पनि, आफूले दैनिक गरिने काममा पनि विभिन्न नयाँ
रचनात्मक कामहरू गर्न मन लाग्छ, नयाँ नयाँ आइडियाहरू इनोभेट हुन थाल्छ, त्यो सबैको देन भनेको चाहिँ एउटा पुस्तक नै त्यो चाहिँ महत्त्वपूर्ण हुन्छ। त्यसै गरी अहिले युकेमा भएको एउटा अध्ययन अनुसार तपाईँले यदि किताब पढ्नुहुन्छ भने तपाईँको मेन्टल हेल्थ पनि राम्रो हुन्छ, त्यो एन्जाइटी लगायतका समस्याहरू पनि किताब पढ्नाले चाहिँ कम हुने भनेर चाहिँ एउटा भर्खरै गरेको अध्ययनले पनि पुष्टि गरेको छ। त्यसै गरी तपाईँलाई एकदमै अहिलेको समयमा हामी सोसल मिडिया स्क्रोल गरिरहेका हुन्छौँ, निन्द्रा नलाग्ने रोगबाट पनि धेरैजना ग्रसित भइरहेको महसुस हुन्छ र तपाईँ एउटा गुड स्लिपिङ पिल भन्छ नि, किताब पढ्दै जानुभयो भने पढ्दा पढ्दै हामी अब अभियसली निदाइहाल्छौँ। त्यो निदाउनाले तपाईँलाई यदि निन्द्रा लाग्दैन भने पनि राम्रो निन्द्रा पर्न सक्छ। यस अलावा तपाईँको कम्युनिकेसन स्किल बढ्छ, राइटिङ स्किल बढ्छ। तपाईँ आफैले पढ्न थालेपछि त्यो तपाईँलाई महसुस हुन्छ कि किताब भनेको कति महत्त्वपूर्ण रहेछ। तपाईँले जुनसुकै जनरा पनि पढ्न सक्नुहुन्छ, विभिन्न खालका, विभिन्न भाषामा, विभिन्न देशका, होइन। अहिले त विभिन्न हामीले विभिन्न देश, भूगोल, होइन, भाषा, संस्कृति, हरेक विधाका किताबहरू पढ्न सक्छौँ। पढ्नको लागि हामीसँग अभाइलेबल छन्। तपाईँलाई कस्तो खालको मनपर्छ? तपाईँ भर्खरै अब पढ्नुपर्छ, केही पढ्न पाए हुन्थ्यो भन्ने लाग्छ, अथवा सोसल मिडिया स्क्रोल गरिरहँदा आफ्नै समय बर्बाद भएको महसुस भएको छ र केही पढ्न पाए पनि राम्रो हुन्थ्यो कि भन्ने सोच्नु भएको छ भने सुरुमा चाहिँ तपाईँले एकैचोटि गाह्रो गाह्रो किताबहरू अथवा आफूलाई इन्ट्रेस्ट नै नलाग्ने विषयहरू नपढ्नु। तपाईँलाई केमा इन्ट्रेस्ट छ? यदि तपाईँलाई एकदम घुम्न मनपर्छ, होइन, देश विदेश घुम्न आफूलाई पनि मनपर्छ, के रहेछ भनेर जान्न चाहनुहुन्छ भने यात्रा निबन्धहरू, यात्रासँग सम्बन्धित पदयात्राका ट्रेकिङहरू मनपर्छ भने पदयात्राका किताबहरू पढ्नुहोस्, होइन। सामान्यभन्दा सामान्य सरल भाषामा लेखेको किताबहरू पढ्न मन छ भने कथा उपन्यासहरूबाट सुरु गर्नुहोस्, होइन। अनि त्यसै गरी तपाईँलाई एकदमै राजनीतिमा इन्ट्रेस्ट छ, इतिहास के रहेछ त्यसमा बढी जिज्ञासु हुनुहुन्छ भने राजनीतिका, इतिहासका, समाजशास्त्रका किताबहरू पढ्नलाई सुरु गर्नुहोस्। आफ्नो इच्छा जेमा छ त्यहीबाट सुरु गर्नुभयो भने चाहिँ तपाईँले कस्तो खालको किताब आफूलाई मनपर्ने रहेछ, के मैले छनौट गर्नुपर्ने रहेछ भनेर चाहिँ बिस्तारै पढ्दै जानुभयो भने पक्कै पनि थाहा हुँदै जानेछ। मैले किन पढ्नुपर्छ भन्ने कुरा थोरै अगाडि राखेँ र तपाईँले यदि पढ्ने बानी तपाईँको हराइरहेको छ अथवा अब खोज्नु भएको छ भने पनि किताब पढ्नलाई कुनै पनि उमेर, कुनै पनि समय कुर्नु पर्दैन। तपाईँले आफ्नो 24 घन्टाको 1-2 घन्टा मात्रै समय निकाल्नुभयो, सोसल मिडिया स्क्रोलको 1-2 घन्टा समय निकाल्नुभयो भने तपाईँलाई पर्याप्त हुन्छ। त्यो 1-2 घन्टा, आधी घन्टाबाट सुरु गर्नुहोस्, बिस्तारै बानी बसाल्दै जानु। म त्यही भन्न चाहन्छु। नपढ्ने मान्छेहरूलाई चाहिँ साँच्चीकै पढ्न एकदमै गाह्रो हुन्छ। जस्तो मेरो कलिग एकजना दिदीले सानो थियो, मैले पढ्दै गरेको थियो, खाली हुँदाखेरि अफिसमा पढ्छु भनेर मैले यो कुरा भनिहालेँ, किनभने कति गाह्रो हुन्छ पढ्ने भन्ने कुरा भनेर पनि बुझाइहाल्छु भनेर। अनि एकदमै सानो थियो, यो त म 1-2 घन्टामा सकिहाल्ला नि, यति सानो रहेछ किताब भनेर भन्नुभयो। अनि 1-2 घन्टामा म एकदमै रेगुलर पढ्ने मान्छेलाई त 3-4 घन्टा लाग्छ, 1-2 घन्टामा त अलि सकिन्न होला भनेर भने एकदम ओभर कन्फिडेन्ट भएर सकिहाल्छु नि मैले भन्नुभयो। तर उहाँले चाहिँ 3 पेज पढेपछि त्यो किताब पढ्नै सक्नु भएन। इन्ट्रेस्टिङ लाग्दै पनि पढ्न त एकदमै टाइम लाग्दो रहेछ, ओहो पढ्ने बानी छुटेछ भनेर चाहिँ उहाँले चाहिँ किताबै पढ्न सक्नु भएन। भने हामीसँग यदि पढ्ने बानी इभन कोर्सको किताब मात्र होइन, अन्य किताब पनि पढ्ने बानी छैन भने चाहिँ एकदम नै गाह्रो हुन्छ। तसर्थ एकैचोटि धेरै पढिहाल्छु, सकाइहाल्छु भन्ने पनि नसोच्नु। आधी घन्टा, 1 घन्टा समय निकालेर पढ्न थाल्नुभयो भने चाहिँ बिस्तारै तपाईँ त्यसमा हराउँदै जानुहुन्छ। तपाईँको हरेक किसिमका स्किल्सहरू बढ्दै जान्छ। पढ्ने मान्छे हो भन्ने बित्तिकै अर्को व्यक्तिले हेर्ने नजर पनि तपाईँको फरक बनिदिन्छ। आजलाई मैले यति भन्न चाहन्छु। कसले पढ्ने बानी विकास गर्नुभयो भएन कमेन्ट गर्न नबिर्सनु होला। हामीलाई हेरेर सुनेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। टाटा, बाई बाई, नमस्ते, फेरि भेटौँला।